जापानिजको भाँडा हान्दा थाक्यो, अब अमेरिकाको पनि भाँडा हान्न जान पर्यो। एक्चुअली कस्तो हुँदो रहेछ त्यहाँका भाँडा हान्ने स्टाइल कतिको हुँदो रहेछ, चाँडो हुँदो रहेछ कि ढिला हुँदो रहेछ, कस्तो हुन्छ भनेर यसो विचार गरौँ भनेर 2-3 चोटि 3-4 चोटि भिजा एप्लाई गरिसकेँ। अमेरिकाले मलाई चिनेन। यसले भाँडा ढिला हान्छ भन्ने चिन्ता हो कि अथवा यसले भाँडा हान्न सक्दैन भन्ने, कस्तो नचिनेको हो यार यो अमेरिका पनि। कहिलेकाहीँ त एक आँखा फुट्या गोरु जस्तो लाग्छ क्या कहिलेकाहीँ त। त्यो चिडको कम मैले कयौँचोटि भिजा एप्लाई गर्न जाँदाखेरि मेरो खर्च भयो, त्यो पैसा अब फिर्ता त आउँदैन होला। तैपनि गुनासो चाहिँ भिडियो मार्फत गरौँ। कतिलाई मान्छेले तिमीहरूले त चिन्दैन रहेछौ भन्ने बुझिसकेँ। यी थर्ड क्लास बेन्चहरूलाई डिबी पारेर लाने, अनि नेपालमा केही काम नलाग्ने, विश्वभरिका काहीँ केही कम नलागेकालाई त्यही पनि जान्ने मान्नेलाई लिँदैन। फेरि थड्याहरूलाई डिबी पार्छ। एकदम राम्रो मान्छेले भरे पनि थडेहरूले भन्छ। तर मलाई चिन्न सकेन। तर अमेरिकाले भोलि भविष्यमा यति पछुताउनु पर्ने छ। ठिकै छ, त्यसको लागि अब मैले केही भन्नु छैन। पछि मलाई अमेरिका आएन र मेरो देश बिग्रियो त नआएको कारणले भन्न चाहिँ गुनासो मलाई नपोख्नु। अब तर यी गतिलाई मान्छे चिन्दैन। 70-60 लाख 70 लाख 35 लाख 40 लाख तिरेर 2 नम्बर बाटो हुँदै महिनौँ दिनसँग पानाको जङ्गल हुँदै फिलिपिन्स, मलेसिया, कता कयौँ कन्ट्रीहरू घुम्दै पर्खाल नागेर जानेहरूलाई यसले गतिलाई मान्छे मान्दो रहेछ। म मजाले सरकारलाई राजस्व तिरेर टिकट काटेर मजाले एयरपोर्टमा सरकारलाई बकाइदा राजस्व तिर्छु भन्ने मान्छेलाई चिन्न सकेन। ठिकै छ, अब मैले भन्नुपर्ने केही छैन।